मेरो र सम्झनाको प्रेम सम्बन्ध चलेको 2 वर्ष पुगिसकेको थियो। हामी बीच घण्टौं किस हुन्थ्यो, निकै वाइल्ड किस। एकैछिन ओठको आनन्द लिएपछि म उसको जिब्रो चुस्न थालिहाल्थे। त्यो तातो भिजेको जिब्रोको मज्जा नै बेग्लै हुन्थ्यो। उसको थुकले दुवैको मुख भरिन्थ्यो। हामी शिथिल हुन्जेल किस गर्थ्यौं। उसका स्तन सामान्य भन्दा ठूला छन्, तर उत्तेजनाले चुर हुँदा पनि उसले ती स्तन छुन दिन्थिन। झन्डै महिना दिन लाग्यो ती स्तन समात्न। त्यसपछि त झन् हामी दिलो ज्यान फालेर कोठाको चुकुल लगाएर एक अर्का माथि पोख्दिन्थ्यौं। मेरो ठम्किएको लाडो उसको थाईमा लटपटिन्थ्यो। उसले त्यो फिल गर्थी। म तम्किस गर्दै वाइल्ड पारामा उसको स्तन मार्थे। उसको एउटा स्तन मेरो दुवै हातले समात्न सक्थेन। त्यो स्तनको गिलोपनाले म अझै उत्तेजित हुन्थे। उसको जिब्रो छोडेर उसको स्तन चुस्न थाल्थे। स्तन ठूला र गरौ थिए। दूधको बीचमा पसिना आएको हुन्थ्यो। त्यो पसिनाको बासना निकै कडा अनि मन्त्रमुग्ध पार्ने थियो। म त्यो धित मर्ने गरी चाख्थे। ऊ आँखा चिम्म गरेर खाटमा लम्पसार उत्तातो सुतेकी हुन्थी। मैले एउटा दूधको मुन्टा चुस्दै एक हातले बाँकी स्तन मुसार्दै अर्को हात उसको पेट हुँदै उसको पेन्टीसम्म पुर्याउँथे। पेन्टीबाट बिस्तारै भित्र घुसार्दा उसको रौहरूमा मेरो औला अड्किन्थ्यो अनि उसले हात समातेर फेरि दूधमा पुर्याइदिन्थी। हामी घण्टौं यो क्रीडामा भुल्थ्यौं। मेरो लाडो पानी पानी भएर पेन्टी पुरै भिजिसकेको हुन्थ्यो। उसको पुतीको पनि पक्का त्यस्तै भएको हुनुपर्छ। तर चिक्नेले मलाई पुती छुनै दिन्थिन। तर उसले जति पनि उसको पुती छुन दिन्थिन्, मलाई त्यो हेर्न र छुने, अझ त्यसको पानी चाख्ने मन बढ्दै जान थाल्यो। ऊ एक दिन रात बिताउन मेरो कोठामा आई। पहिलो पटक। यो भन्दा अघि हामी दिउँसो मात्र भेट हुन्थ्यौं। रात बिताउने भनेपछि एउटै खाटमा सम्भावना धेरै हुन्थ्यो। ऊ आज मुडमा पनि देखिन्थी। हामी भेट हुन साथ एक अर्काको अंगालोमा कसियौं। उसका ती बडेमानका स्तन मेरा लागि ओछ्यान जस्तो थियो। आरामदायी, तातो। हामी किस गर्न थाल्यौं। उसको ओठको लिपस्टिक सबै चाट्न र चुस्न थाले अनि जिब्रो चुस्न थाले। उसले मेरो मुख भित्र जिब्रो हाली। दुवैको ओठ र जिब्रो भिजेर छपक्कै थियो। च्याप च्याप र चुपचुपको आवाजले हामी झनै जंगली पारामा एक अर्काको मुख चुस्न थाल्यौं। अनि मैले उसको निधार चुमे, उसको कानका लोती चुस्न थाले, उसको घाँटी चाट्न थाले। टी सर्ट नै नफुकाली उसको टी सर्ट बाहिरबाट उसको दूध मार्न थाले। मुन्टा चिमोट्न थाले। उसले छिटो छिटो टी सर्ट फुकाली र फुकाली। यो भन्दा अघि ऊ कहिले अर्धनग्न भएकी थिइन। सधैँ टी सर्ट बाहिरबाट वा टी सर्ट उचालेर मात्र दूध चलाउनु पर्थ्यो। उसको टपलेस शरीरले मेरो लाडो अति नै ठन्किसकेको थियो। मैले मेरो ठन्किएको लाडो उसको साप्रामा पर्ने गरी ऊ माथि सुते अनि उसको दूध चुस्न थाले। दूधको मुन्टामा जिब्रोले चलाए, ल्याक ल्याक चाटे, गोलो गरी चलाए, चुसे। मुख भित्र पस्ने गरी दूधको पोका छिराए अनि अर्कोलाई हातले मार्न थाले। ऊ लट्ठ थिई। आँखा चिम्म गरेर कामुकताको भाव अनुहारमा झल्काइरहेकी परी। मेरी छम्मा, मेरी गर्ल फ्रेन्ड, भविष्यमा मेरो लाडो चुसिदिने मेरो निजी रन्डी, मेरी भालु, मेरो सबै कुरा थिई। निकै बेर उसको दूध चुसे।